नमस्कार सबैजनालाई स्वागत छ हाम्रो च्यानलमा। आज हामी कुरा गर्न जाँदैछौँ एकदमै इम्पोर्टेन्ट आइपिओ को बारेमा। त्यो हो सोमपान फार्मास्युटिकल लिमिटेड। यो कम्पनीमा इन्भेस्ट गर्ने कि नगर्ने, यो कम्पनी कस्तो छ, फ्युचरमा कस्तो हुन्छ इन्भेस्ट गर्दा, यो सबै जान्नको लागि यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। यो कम्पनी 2009 मा इस्टाब्लिस्ड भएको हो भने यो कम्पनीको ललितपुरमा प्रोडक्सन फेसिलिटी रहेको छ। यो कम्पनीले 139 प्लस मेडिसिनहरू म्यानुफ्याक्चरिङ गर्नको लागि लाइसेन्स पाएको छ। त्यो साथसाथै 70 प्लस प्रडक्टहरू चाहिँ मार्केट गर्नको लागि लाइसेन्स रहेको छ। अब आइपिओ डिटेल्सतिर जाम। यो कम्पनीले क्यापिटलको 25% अफ सेयर पब्लिकलाई इस्यु गर्नेछ, जुन हुन आउँछ 42,90,000 सेयर्स। वैदेशिक रोजगारमा रहेका नेपालीका लागि पहिलो चरणमा आइपिओ निष्कासन हुन्छ, जुन 4,29,000 किता निष्कासन हुनेछ। त्यसै गरेर उनीहरूले 10 देखि 11,000 कितासम्मको लागि आवेदन दिन पाउनेछन्। यसको इस्यु म्यानेजर भने एनएमई क्यापिटल रहेको छ। यो कम्पनीको चाहिँ रिस्क फ्याक्टर केयर रेटिङले चाहिँ रेट गरेको छ। यसमा चाहिँ हाई रिस्क अफ डिफल्ट भनेर चाहिँ यो कम्पनीलाई चाहिँ जनाएको छ भन्दाखेरि यो कम्पनीमा विश्वस्त भएर लगानी गर्न चाहिँ सकिँदैन। यो कम्पनीको भविष्यमा राम्रो ग्रोथ देखिन्छ, किनभने नेपालमा फार्मास्युटिकलको लागि हाई डिमान्ड छ। त्यो भन्दै गर्दा यो कम्पनीमा रिस्क फ्याक्टर पनि उति नै छ। यो कम्पनी चाहिँ नेपालको ग्रोइङ फार्मा कम्पनी हो र यसमा रिस्क पनि उत्तिकै छ, अपर्च्युनिटी पनि त्यत्तिकै छ। यस्तै तपाईलाई आइपिओ को न्युज मनपर्छ भने लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला।